वेलकम टु माई न्यू ब्लग हैन। सो आज चाहिँ हामी जाँदैछौँ चाहिँ हैन गाँजा दहबाट चाहिँ मामा घर जाँदैछौँ हैन। तपाईँले हेर्न सक्नुहुन्छ हैन यस्तो बवाल भ्यू देखिन्छ कि हैन। आज मौसमले पनि अलि साथ दिला जस्तो छ। मौसमले साथ दिन्छ चाहिँ बवाल भिडियो नै छैन। सबैले चाहिँ अन्त्यसम्म चाहिँ हेर्न लागेको गाइस। त्यही हो। अब चाहिँ म त्यही हो बाटोतिरै घर भेटौँला हैन ल छ न। अनि त्यसपछि हामी चाहिँ लाग्यो है गाइस एकदम फास्ट। गरौँ किन दाल हाल्दै गाइस। त्यसो भए म पनि रेडी भयो। उपर चाहिँ गीत बजाउँदै होइन सुन्दै चाहिँ जानुपर्ने हुन्छ। सो गाइस ल हामी चाहिँ अब चाहिँ मस्त भ्यू हेर्नुहोस् है गाइस। चाहिँ म मस्त भ्यू देखाउने छु है। ल गाइस हिँड्नेको छ है त स्र्याप है त आँखा तिम्रो लाल कस्तो हेर त सुवास आएको पसिना आएर डेकमा कस्तो पसिना खाइन। किन पसिना आएको? घाममा हिँडेर पसिना आइरहेको है। अहिले चाहिँ शीतलमा हिँड्यौँ नि त हामी त्यही भएर नि त होइन। सो गाइस हामी चाहिँ गन्तव्यतिर लागिसकेका छौँ होइन। गीत सुन्दै गीत सुन्दै हिँडिरहेको छौँ होइन। सो त्यही हो गाइस। भ्यू चाहिँ अलि त्यति राम्रोसँग देखाउन पाइएको छैन। त्यही पनि देखाउने छु। तिमी 3 घन्टे बिलको लाइन मधुर संसार तिमी डोली वाली दुलै तिम्रो आँखामा डुबी हेर्दा मेरै आकृति भेटाए ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाए तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाए भन्नु मेरो ठाउँ रहेछ बबाल होइन। यता पनि भ्यूै भ्यू यता पनि भ्यूै उता पनि भ्यू होइन। यहाँ मस्त चिल्के गाई छैन यस्तो होइन। भ्यू हेर्दै आनन्द होइन स्पेसल के। सो पिकनिक खानेहरूलाई चाहिँ गेस्ट गर्नु होला होइन गाइस होइन बडे भाइ हो कि न त ए हो का। सो अब चाहिँ हामी हिँड्नतर्फ लाग्यो गाइस। सब भ्यूपछि भ्यू हेरिसक्नु भयो होला होइन। यस्तो बवाल छ नि। मेरो चाहिँ अब यसो मोबाइल गतिले नभएर राम्रो निक्लेन होइन। नभए त राम्रो देखिन्छ गाइस। हेर्न सक्नुहुनेछ होइन। हामी चाहिँ लाग्यो है गाइस। कल्पनामा डुब्न देऊ मलाई कल्पनामै उड्दै आकाश उड्दै तारासँग कुरा गर्दै त्यो ताराको बिच योजना तिमी मेरो यो गीतको धुन मन्त्रमुग्ध भए म आज तिम्रो नै रङ्ग देखेर मन्त्रमुग्ध भइसके अब जान्न तिमीलाई छोडेर माया परिचित थियो जब परिचित भयो मनमा गीत बज्यो तिम्रै आगमनले मेरो हारमा जित भयो पछाडि भएको मान्छे अगाडि जाने क्या डर आएर डर ला डर लागेन त चरा गएर पनि डराउने क्या बाछ्या
अझ डढा छैन अरे अझ हेर्नुहोस् गाई कस्तो घना जङ्गल छ कि यस्तो होइन सुनसान छ यस्तो डर लाउने बाटो पनि हिँडिरहेको छौँ कि हामी चाहिँ होइन 2 जना मात्रै क्या डर त लागिहाल्छ नि होइन यो जङ्गलमा अब होइन अब म अब झ्याप्पै केही भइहाल्यो भने नि होइन लास न केही भयो अन्त तर केही छैन प्रभु बचाउनुहोस् है भन्ने छु हिँडिरहेको छ नि भेडे भाइ म पनि हिँडिरहेको छु सो गाई फेस चाहिँ नदेखाऊँ हो ओ गाई यस्तो घना जङ्गल छ कि सो यार जस क्यामेराले चाहिँ राम्रो देखा हाई जस खुसी लाग्छ मलाई कतिर गाई चाहिँ होइन खै म अगाडि हिँड्छु क्या किन र म अगाडि हिँड्छु क्या किन डढाएर किन म अगाडि हिँड्छु कस्तो र लग मेरो भिडियो गरेर दियो पछाडि म उता जान्छु तिमी यही बस म पारी जान्छु भयो होइन म अगाडि हिँड्छु क्या किन र मलाई डर लाग्छ हेर्नु डढाएर क्या चाहिँ यस्तो हालत छ गाइस फुल पाल्ने भने त्यही यहाँ फुल मलाई डरको हातमा जा भन्नुहोस् भन क्या हातै अडाउनै पाएन मेरो दुखेर हात यस्तो क्या यस्तो घना जङ्गल छ होइन यो दलसिंहको चौतारा चाहिँ पहिला चाहिँ होइन डरिला हुन्छ क्या अहिले पनि डर लाउँछ तर हामी चाहिँ बस्ने छैनौँ होइन लास्ट हो डर हो यार कतिलाई मारेका नि त यहाँ पहिला जमाना त्यही नि म छिकै भेर भाइ चिन्ता नगर त तिमी यार किन डर खाएर यार गीत लाऊ गीत सुन ठिक्क साउन्ड लाऊ होइन फुल साउन्ड नलाऊ है चान्स सकिन्छ होइन म छु त प्रभु लास्ट डरहरू चाहिँ डर लाउँछ मलाई पनि डर लाउँछ सबैले डर लाउँछ त्यो ठाउँ चाहिँ होइन यस्तो ठाउँमा पनि हामी गाइज हिँडिरहेको छौँ है ओ भ्यू हेर्न सक्नुहुन्छ गाइज ए गीत गाउनु गाइदेऊ ओए गाइज लोटिन्छ जस्तो छ है भयो सब चाहिँ ओह्रालो छ है मुहाल हाता साता न सो गाइज त्यहाँ चाहिँ डराउनु थियो कि अनि सुवास भाइ चाहिँ भन्न मानेन के एकछिन बस्ने त हो सो गाइज लास्ट डरै लाउने छ गाइज त्यहाँ कतिजनाले चाहिँ उयो गरेर आएको त्यही भएर गाह्रो छ नि त गाइज सो अब चाहिँ छिरिन त लोटियो फुलै फुलको बगैँचा गाइज भ्यू हेर्न सक्नुहुन्छ भ्यू त राम्रो छैन तर यहाँ डर लाउँछ डर छ यहाँ चाहिँ राम्रो देखिन्छ तर यस्तो हामी चाहिँ यो धुरी घुट्न छ क्या यो धुरी उहाँ टुप्पा निक्लिनु छ यो टुप्पा निक्लिनु छ गाइज छ त्यहाँ निक्लिनु छ भनौँ न यत्रो काट्न छ गाइज यत्रो त अरू त काटिसक्यो यत्रो काट्न छ गाइज डर त अलिअलि लागिहाल्छ तर डर चाहिँ छैन है हिँडिराखेको बाटो होइन जाम ल अब चाहिँ गाइस म चाहिँ होइन अब पानी खाने धारामा चाहिँ निकाल्छु यत्रो पानी यति चिसो छ कि है त्यो पानी चाहिँ धारा चाहिँ आइसक्नु लागेको छ गाइस अलि मुहाल चाहिँ हल्लियो होइन सो गाइस हामी चाहिँ गीत सुन्दै हिँडिरहेको छौँ होइन देख्न सक्नुहुनेछ गाइस हेर्नु यस्तो अफरेट रहेछ क्या होइन अफरेट रहेछ क्या होइन अफर रहेछ गाइस अड्क्यो क्या बुढा ढलाएर यस्तो पार्यो नि त नि सो गाइस लास्ट गर्मी चाहिँ लास्ट भयो यार गाइस तर त्यो पनि केही छैन लास्ट पसिना आएर धन्न अहिले चाहिँ शीतल गरे नि त गाइस अनि यता अलि चाहिँ होइन हुन्छ नि अलि यस्तो रुखहरूले यताउति ढाकेर धन्न शीतलो बस्न त लास्ट गर्मी छ मरियोलाई नि अहिले चाहिँ मैले फेस देखाउने कि गाइस अलि बस गाइस डर लाग्यो होला नि चिसो होइन हो कि न चिसो यहाँ मैले एउटा फोटो हान्थेँ बबाल मैले टिकटकको फोटो हालेर गाइस पानी खान पऱ्यो यार गर्मी छ नि त हामी चाहिँ फाइनल्ली बल्ल गाँजा त आएको छौँ यत्रो जङ्गल काटेर सक्नुहुनेछ
सो हामी चाहिँ गाउँदा त आइयो भनौँ न यता चाहिँ गोलकोट है कता जाने हो कुन बाटो यता त गोलकोट जाने यही भ्लगरहरू पनि आएका छन् यो निहाल्नका लागि यहाँ त यस्तो बनाएको छ अहिले त्यो धन गरिरहेको त्यो होटेल अब चाहिँ त्यही हो होइन अब चाहिँ हामी अब खाजाहरू खाइयो सबै गरियो अब चाहिँ हामी हिँड्नेछौँ होइन अब चाहिँ हिँड्न पऱ्यो होइन त्यही हो गाउँदा पनि खाजा खाइयो अब भेडे भाइ चाहिँ त्यहाँ हामी ताल हेर्न सक्नुहुन्छ सो गाइस त्यही हो अब चाहिँ भ्यू हेरौँ न अब गाउँदाको कस्तो हुन्छ है ल गाइस चाहिँ खाजाहरू खाएर यताउति गरेर चाहिँ होइन गाउँदा आएर चाहिँ यसो भिडियो हेरेको है भोबाल गराएर रहेछ क्या यहाँ यार होइन भेडे भाइ अरे यहाँको बाल रहेछ यहाँ सबै आउनु होला यार एकचोटि होइन म त घुम्न जामे त यस्तै यस्तै ठाउँतिर होइन जङ्गल बाटो होइन घुम्दै घुम्दै फिर्दै सो गाइस रमाइलो छ जियोस् सिल हान्ने होइन म त त्यहाँ पसिदिने यस्तो गरेर होइन यस्तो गरेर होइन आनन्द यस्तै मजा आइन्छ यार जियोस् यार मजा त मजा आइन्छ है छुट्टै मजा खाने यहाँ भ्यू हेर्नुको मजा अब हामी गाइस कहाँ पुग्नुहुन्छ भने यो पारी ओए क्यामेराले फ्लेस खायो क्या मेरो यो रोक्नु है म देखाइदिन्छु है गाइस त्यो डाँडा जान खग्यो गाइस हामीलाई कहिले जानु हुन्थ्यो सो अब चाहिँ हामी हिँड्नतिर लागौँ होइन यही हो गाँजा त गाइस मस्त बस्यो यो पनि हेऱ्यो टिकटक पनि गराइयो भिडियो पनि गराइयो होइन सो मस्त छ चिल चरामा होइन नचलाएको तिमी यार जित्ने भयो हाल्ने नचलाउ नछुटाउ सो गाइस हावा पनि स्पेसल हानिरहेको छ नगराइदेऊ क्या नगराइदेऊ त चिठानी होइन नचलाइदेऊ क्या त्यो जे पनि होइन कति गरेर बनाएको होला होइन गाइस ल तिम्रो नाम भरिदेऊ ओठमा हाँसो भरिने विचार भनिदेऊ न गुनगुनाउँछु तिमी स्वर थपिदेऊ न मन बहलाउने केही मन्त्र गरिदेऊ न त्यो डाँडाबाट झरेर गाइस यहाँ आइसकेर आराम गर्दै हो गाइस लास्ट हो भइरहेको यार जम 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 के जम जम छिटो जम नि छिटो हेर न ट्राम देखिएको त गराइन कसको होला मान्छे बस्छ नि बस्दैन नि बस्दैन नि यो घर त राम्रो देखिन्छ कि बस्छ यता बस्छु होइन पुरा त बस्थेको यस्ता राम्रो राम्रो घर बनाएको बाटो नचिनेर झुक्किएर अझै धेरै वर्षपछि आएपछि त बाटो पनि नचिने रहेछ कि लास्ट हो उहाँबाट गाइस उहाँबाट आएको यत्रो आइयो यत्रो आएर धौ भएर त्यही माथि बाटो नचिनेर धौ बगे गाइस बचाउनुहोस् न पछाइरहन्छु आँखा बन्द गरेर हामी चाहिँ फाइनली आइसकेका छौँ होइन